लाई गाह्रो थियो सुरुमा चाहिँ जेएनजीको उपलब्धि हडप नआइस अलिकति बोले कि चाहिँ भन्दै थियो। 79 मा पनि त्यो खालको चाहिँ रियाक्सन पनि भएको थियो। यो गाह्रै हुँदो रहेछ, तर हामी निहुरिनुपर्छ, झुक्नुपर्छ, अलिकति फैलनुपर्छ, सबैलाई ठाउँ दिनु पनि पर्छ, तर त्यो अहमता नदेखाइकन भन्ने चेत थियो। द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय संवादहरू एकदमै घनीभूत ढङ्गले भइराखेका छन्। आज म हाम्रो 2-3टा समितिका साथीहरूको एक्नोलेजमेन्ट पनि गर्न चाहन्छु। पुकार बम केन्द्रीय सदस्यको नेतृत्वमा पनि एउटा संवाद सहकार्य चाहिँ चलिरहेको छ। त्यसपछि त्यसलाई एउटा बिन्दुमा पुर्याएपछि हामीले शीर्ष नेतृत्वहरूसँग, स्थापित राजनीतिक पात्रहरूसँग पनि कुरा गर्नको लागि भनेर उच्च संवाद समिति भनेर मेरै संयोजकत्वमा पनि गठन भएको छ। मेरो समितिमा शिशिर खनाल र डाक्टर तोसीमा कार्की हुनुहुन्छ। पुकार बमकोमा पनि गणेश कार्की लगायतका साथीहरू सक्रियतापूर्वक लाग्नुभएको छ। त्यसैले यो हामीले वार्ता गरेर सबै कुरा टुङ्गोमा पुर्याउने होइन, तर एकअर्काको कुरा बुझौँ। हामी समानुभूति भन्छ नि, सहानुभूति होइन कि समानुभूति, एम्पथीको कोणबाट पनि अगाडि बढौँ भन्ने दृष्टिले हो। र आज पनि अलिकति अब यो द्विपक्षीय बहुपक्षीय संवादहरूलाई एकै थलोमा सुनौ कुरा, हामीलाई फोरम दिदिए हुन्थ्यो, हामीले फोरम पाउनु पर्यो, राष्ट्रपालले अलिकति अगाडि सर्दिए हुन्थ्यो भन्ने पनि धेरै नै घचघच्याइ पछि हामीले यो कार्यक्रम राखेका हौँ। यद्यपि यसको निरन्तरता हामी दिने नै छौँ। त्यसैले आज सुन्ने भावनाले मैले धेरै अब यो समराइजतिर म गइनँ, सेल्फ एभिडेन्ट छ, सबैले आफ्नो कुराहरू राख्नु भएको छ। तर मूलतः 3टा क्लस्टरमा धारणाहरू आएका छन्। जेएनजीको आन्दोलनका विभिन्न पाटाहरू, घाइते मृतकहरूको कुरा इस्युदेखि लिएर एकदम यहाँ योगेन्द्र भण्डारी भाइले राख्नुभयोदेखि लिएर यसलाई कसरी संस्थागत गर्ने होइन, संविधानमा अनुसूचित थपेर गर्ने हो कि राजपत्रबाट मात्र गर्ने हो कि राष्ट्रपतिको संलग्नताबाट मात्र गर्ने हो कि, यी त भए कागजी कुरा, यसको डिफ्याक्टो अथवा स्पिरिटमा चाहिँ रूपान्तरण बजायो हो नि त हामीले। यो कागजी कुराहरू, यस्ता आन्दोलन कति भए, प्रतिक्रान्तिका कुराहरू, पश्चगमन, यावत सबै यी कुराहरू आछन्। हामीले एकदमै फेथफुल्ली यसलाई नोट पनि गरेका छौँ, यसलाई संश्लेषण पनि गर्नेछौँ। पुराना दल किनले बोलाएको भन्ने समेत प्रश्नहरू आछन्, हामीले सुन्नुपर्छ। जेएनजीका एकदमै अग्रणी अभियन्ताहरूसँग मैले संवाद गर्ने मौका पाएको थिएँ भदौ 25 गते। यो संविधान राख्ने कि नराख्ने म सोच्दैछु भन्नेसम्मको बाणीहरू पनि सुन्यो। भनेपछि यो राजनीतिप्रतिको बुझाइ, राजकाजको गाम्भीर्य, चेतको बारेमा पनि सुन्नुपर्छ हामीले। सबै आन्दोलन अगुवाई र आह्वान जेएनजी भए पनि सबै पुस्ताको आह्वान हो, के अरे संलग्नता भएको छ, जुन कुरा पनि आइसकेको छ। त्यसैले हामीले पुराना अनुभवबाट पनि सिक्नु पर्यो, कहाँ गल्ती गरिएको थियो त्योबाट पनि सच्याएर अगाडि जानुपर्ने हुन्छ। त्यसैले यो सबैको लागि चाहिँ रासोपाले एउटा सहजकर्ताको संयोजनको भूमिका खेल्न सक्छ भने गरौँ भनेर आयोजना गरिएको हो। र लामो भयो, 4.5 पौने 5 घन्टा यहाँहरू बस्दिनु भयो, त्यसको लागि धन्यवाद पनि छ। दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीकै बारेमा पनि यहाँले धारणा राख्नु भएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा ग्रहण गरेका छौँ। कति कुराहरू अन द रियल टाइममै पनि धेरै टिप्पणीहरू भएकै छन्, अब हामी पनि सिक्दै जान्छौँ। तर एउटा कुरा अनौठो पनि लाग्छ मलाई, 3 वर्ष पुरानो पार्टी हो, अरू यहाँ 70-75 वर्ष पुरानो पार्टी छन्। यो पार्टीको पहिलो महाधिवेशन पनि हुन पाएको छैन। कहिलेकाहीँ चाहिँ पुस्तान्तरण, यो हटिहाल भन्ने खालका कुराहरू पनि आएको सुन्छु म। तर विधिबाट सबै कुराहरूको निरूपण हुन्छ। हामीले सिकेका छौँ अन्य दलहरूले गरेको गल्ती, र योलाई चाहिँ विधिबाटै बाँध्नुपर्छ, प्रक्रियाबाटै लाने हो भनेर भनेका छौँ। महाधिवेशन हामीले तोकेकै थियौँ, फागुन 7, 8, 9 गते चितवनमा हुने भनेर भनेकै थियौँ। फागुन 21 गते निर्वाचन आइदियो भनेपछि यसलाई अगाडि गर्ने हो कि निर्वाचन पछि गर्ने होमा अब राष्ट्रिय हाम्रो केन्द्रीय समितिको चाहिँ विस्तारित बैठक फेरि चितवनमा राखेका छौँ अर्को हप्तादेखि। त्यसमा पनि घनीभूत हुन्छ। बोल्न नपाइने भन्ने छैन, रासोपामा मजाले बोल्न पाइन्छ, लेख्न पाइन्छ, आफ्नो असन्तुष्टिहरू राख्न पाइयो, तर विधिमा बाध्य अराजक नबनौँ भन्ने पनि हो, सिकाइ पनि छ। अन्य अब आइडियल नीति के हो इत्यादि पढिदिनु पऱ्यो साथीहरूले अलिअलि चाहिँ है। अघि साथीहरूले भन्दै हुनुहुन्थ्यो रासोपाका बकाइदा मङ्सिर 2080 देखि एउटा अर्थ राजनीतिक प्रस्तावना, जसमा दर्जनौँ लेखहरू प्रकाशित भइसकेका छन् होइन। पहिला भनिन्थ्यो विचारविहीन पार्टी हो, एकजना रवि लामिछानेको अनुहार देखाएर मात्र गर्यो भन्ने थियो। हामी विचार सिद्धान्तबाट बाँधिएको पार्टी हौँ र त्यसमा अध्ययन गरिदिनु हुन पनि साथीहरूलाई म आग्रह गर्न चाहन्छु। र हामी सहकार्य गर्ने हो भने पनि स्टार्टिङ पोइन्ट त्यही नै हो होइन। त्यसपछि त्यसलाई हामीले गत वर्षको विस्तारित भेलाबाट, राष्ट्रिय भेलाबाट पनि थप व्याख्या गरेका छौँ। प्राइभेट सेक्टरको बारेमा धारणा, गुड गभर्नेन्सको बारेमा धारणा, हाम्रो समाजको संरचनाबारेका बुझाइहरू एकदमै घनीभूत ढङ्गले, तर त्यो लामा एकदम ठेलीका नलेखिकन गरेका छौँ। महाधिवेशन हुँदाखेरि चाहिँ हाम्रो औपचारिक दस्तावेजकरण त्यसमा भइ नै हाल्छ। तर आज बहस सुरु गर्नको लागि सत्तामै गयौँ भने पनि कार्यक्रमहरू के हुन्छन् भन्नेको एउटा प्रारूप, एउटा रेखाङ्कन चाहिँ त्योबाट आउनको लागि पर्याप्त हुने गरेर हाम्रा विचार नीतिहरू आएका छन्। त्यसमा थप समृद्ध बनाउने, थप बहस गर्ने, अन्य छुटेका कुराहरू पनि इन्क्लुड गर्ने कुरामा हामी सधैँ खुला नै छौँ। त्यसैले र अन्तमा चाहिँ मुलुककै एजेन्डा, अग्रगमनको एजेन्डा के हुनसक्छ। र आज मलाई खुसी पनि लागेको छ, म आफैले पनि धेरै ध्यान दिइरहेको, उठाइरहेको चाहिँ आर्थिक मुद्दा, अन्ततोगतमा सामाजिक रूपान्तरणमा पनि योभन्दा अघिका आन्दोलनहरूले एउटा धक्का दिएकै हो। समावेशिताको असाध्यै जायज माग मुद्दालाई हामी अभ्यासमा छौँ। अघि मैले सुरु इङ्गित गर्छु, त्यसका केही विकृतिहरूलाई पनि सच्याएर अगाडि जाने र
भन्ने कुराहरू छँदैछन्। राजनीतिक स्वतन्त्रतामा पनि 7 सालदेखिकै अझ दिनेश प्रसाईले भन्नुभयो के अरे 97 सालदेखि प्रजा परिषदकैदेखिका कुराहरू छन्। त्यसैले जेनजीका भाइ बहिनीहरू जो बस्नु भएको छ यो पुराना लेगेसीहरू पुराना उपलब्धिहरूलाई पनि हामीले ग्रहण गर्नुपर्छ होइन। आइजाक न्युटनले 400 वर्ष अगाडि भने हो, मैले अलिक टाढा देखेको छु भने मभन्दा अगाडिका अग्रजहरूको काँधमा उभिएर देख्न सकेको होइन। इफ आई हेभ सिन फर्दर इट इज बिकज आई एम स्ट्यान्डिङ अन द सोल्डर्स अफ जायन्ट्स। आइजाक न्युटन जस्तो मान्छेले त्यत्रो ह्युमिलिटी देखाएका छन् भने हामीले पनि योभन्दा अगाडि हामीभन्दा अगाडिका उपलब्धिहरूलाई पनि ग्रहण गरेर जाने हो। इँटा थप्ने नै हो, जगलाई मजबुत बनाउने नै हो, अगाडि जाने नै हो, पछाडि फर्कने कुरै छैन। त्यसैले यो अग्रगमनको इकोनोमिक एजेन्डामा पनि हामी अब यिनीहरूमा अब दोस्रो चरणमा हामीले यो स्वरूपलाई अलिक फेर्नेछौँ। आज जो आउनुहुन्छ हामीले निम्ति आएका उहाँहरूलाई अलि थोरै भए पनि बोल्न पाउनुहोस् भन्ने हिसाबले यति लिबरली होइन अब झन्डै 5 घन्टा हुन लाग्यो त्यो गरेकै हो। अब यसमा यसलाई चाहिँ अब अझ प्रोडक्टिभ बनाएर अर्कोचोटि चाहिँ स्वरूप फेरेर भए पनि हामी चाहिँ यो संवादलाई निरन्तरता दिने नै छौँ। यो पहिलो भएको हुनाले एक किसिमको ओपन प्लेनरीको रूपमा पनि हामीले गऱ्यौँ र त्यो धैर्यता तपाईँहरूले पनि देखाइदिनु भयो, हामीले पनि देखाएका छौँ। सो पुनः यो जेनजीका विविध आयामहरूको एउटा संश्लेषण, रासोपाबाटै गरिएको अपेक्षा, पहिला गरिएका गल्तीहरूलाई सच्याएर अगाडि जाने कुराहरू छन् र मुलुककै अग्रगमनको एजेन्डामा चाहिँ आर्थिक कोणबाट आज जुन घनीभूत विचारहरू आएका छन् र अपेक्षाहरू पनि यहाँ पस्किएका छन् त्यसलाई हामीले सबले सकारात्मक रूपमा ग्रहण गर्दै आजको कार्यक्रम चाहिँ बिट मारौँ। मिडियाका साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरू भित्र बाहिर गरे पनि लगभग अहिले पुछारतिर चाहिँ सबै चाहिँ कभर गरिदिनु भयो, त्यसको लागि पनि धन्यवाद। तपाईँहरूले मेन स्ट्रिम मिडियाको पनि एक किसिमको सीमितताहरू देखिरहेको अवस्थामा युट्युबर साथीहरूले अल्टरनेटिभ मिडिया भन्छौँ हामी, वैकल्पिक राजनीतिको कुरा छ, वैकल्पिक मिडिया धेरै त मूलधारमै पनि आइसक्नुभयो। तपाईँहरूले यो हाम्रा कुराहरूलाई दूरदराज चाहिँ पुर्याइदिनु गर्नुभएको छ। म आफै पनि केही महिना अगाडि लोमान्थाङ पुगेको थिएँ पुस्ताङमा, जोमसोमसम्म नेपाली भाषा बुझ्नु। लोमान्थाङ त एकदमै पृथक खालको भूगोल संस्कृति, तर एकजना भाइ पसलबाट फुत्त निस्केर स्वर्णमार्गले होइन भनेर सोध्नुभयो आफ्नो लवजमा र म छक्क परेँ होइन। त्यहाँ चाहिँ एकदमै लगभग टिबेटन संस्कृति चाहिँ एकदमै हाम्रो चाहिँ विशिष्ट भूमा छ। अनि कहाँबाट थाहा पायो भन्दा युट्युब फेसबुक हेरिहाल्छ नि हामी पनि भनेर भन्नुभयो। त्यसैले यो अहिलेको नयाँ इन्फर्मेसन टेक्नोलोजी, अनि मेरो छोराले डिस्कर्ड चलाउँथ्यो, के गर्दो हो यसले खेलेर भन्थ्यो। अनि अस्ति म आफै पनि डिस्कर्डमा जोइन गरेपछि हि वाज भेरी इम्ब्यारेस्ड। सो पहिला आई वाज इम्ब्यारेस्ड, अहिले चाहिँ हि वाज इम्ब्यारेस्ड कि बाउ पनि डिस्कर्डमा छिर्यो भनेर होइन। सो यो नयाँ युग छ, अघि कुरा आइसकेको छ, विभिन्न यसलाई सबैलाई समेटेर हाम्रो 21st सेन्चुरीका नयाँ आकांक्षाहरू इकोनोमिक नै हो, तर विगतका उपलब्धिहरूलाई थप उन्नत, थप समृद्ध बनाउँदै लाँदैछ। राजनीतिक र सामाजिक फ्रन्टमा भएका कुराहरू तर एकदमै पछाडि परेको इकोनोमिक एजेन्डा नै हो, त्यसलाई अगाडि लगाउँ र सबैलाई समेटेर सकेसम्म चाहिँ यो रक्चर जुन भएको छ, म यो शब्द युज गर्न चाहन्छु, जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप भन्ने हाम्रो पार्टीको आधिकारिक भदौ 23 गतेकै विज्ञप्तिदेखि यसलाई कन्सिस्टेन्टली हामीले गरेका छौँ। भदौ 20 देखि 30 सम्म हामीले 8वटा विज्ञप्ति निकालेका छौँ। यो पछि गएर एउटा ऐतिहासिक क्यानन नै एउटा कालखण्डमा रासपा भन्ने उदयमान शक्तिले के बोलेको रहेछ भनेर पछि 5-10 वर्षपछि प्राज्ञहरूले खोज्दा पनि त्यसको खरो उत्रन सकियोस् भनेर त्यो इतिहासकै एउटा परीक्षा दिने गरेर हामीले चाहिँ वक्तव्यहरू निकालेका छौँ। र आज धेरै फुर्ती त लाउन भएन, तर मुलुकको राजनीतिक कोर्स लगभग त्यही बाटोमा नै अगाडि लगेको छ। प्रतिनिधि सभाको ताजा जनादेश 6 महिनाभित्र गरिनुपर्ने, तर पश्चगमन वा प्रतिगमनका केही दुस्साहसी कदमहरू भयो भने त्यति बेला एउटा जीवित निर्वाचित संस्था पनि रहनुपर्छ यो समयमा भनेर हामीले केही मौलिक सुझाएका थियौँ। ती कुराहरूलाई राष्ट्रपतिज्यूले पनि ग्रहण गरेर अगाडि बढेको अवस्था छ। त्यसैले मैले धेरै भनेको छु, नयाँ छौँ तर बेगुर छैनौँ भनेर भन्न परेको थियो पुराना दलहरूलाई संसदमा। हामी परिपक्व हुन खोज्दैछौँ, अरूलाई 10, 15, 30 वर्ष लागेको सिकाइलाई हामीले चाँडै नै ग्रहण गर्ने हिसाबले चाहिँ अगाडि बढेका छौँ। यी यावत मुद्दाहरूलाई आजको कार्यक्रममा उठेकाहरूलाई हामीले एकदम सकारात्मक रूपमा ग्रहण गर्दै